काफल त बवाल छ बुन्द गर यो बाँझ पऱ्यो सलक्कै यो कालीकोटको डाँडा थियो मानमाको अनि हाम्रो यो काफल खाने काम भइरहेछ अब हेर्नुहोस् गाइस ल रोचरी हालौँ त बस ल दामी दामी काफल खाउँ भाग्यो खाके म पनि आउँ त काफल त बवाल छ त यार यो त पाकेको होइन हो पाकेछ खानुस् ज्यान बनाउनुस् आज थोरै टिप्नु पनि पर्ने छ ल काफल हेर्नुहोस् दर्शकबिन हामीले काफलको रुखमा कालीकोटमा आएर काफलहरू खाने काम भइरहेछ है काफल खोज्दै काफलका रुख खोज्दै हामी त चढ्न सकिन्न है काफल झरिया आउने त्यही झरिया टिप्दै खाँदै गर्ने त ल अब हल्लाउने हल्लाएर खाने हल्लाएर काफल खाने भन्यो नि आक्से काफलका रुखतिर ल्याएर हुन्छ त तारो बारो पुरै काफल पाके फुल मात्र छ नि त यार अलिअलि फल्याएर यो होइन हिँचहरू पनि अब होइन ल म चढ्छु पहिला के को तिमी यो रुख जाने म त्यो रुख जाउँ त यहाँबाट क्यामेरा दामी देखिन्छ क्या पारि यार यो रुखको बाल खिचेर मले हटाइदिउँ न फेरि नि देखिन्छ होइन अलि माथिमा देखिन्छ क्या तिमी पहिला माथि यही रुख जाऊ त पहिला म भिडियो गर्छु काफल छैन के लाजो ए काफल छ नि यार त्यहाँ यार यस्तो काफल छ नि यति काफल त बवाल छ त यार काफलको दाना लगाइदिउँला हामी काफल उकालो चढिरहेको छौँ है गाइस तपाईँहरूले देख्न सक्नुहुन्छ ठ्याक्कै तल कर्णाली सिधै हामी माथितिर आइरहेछौँ काफलको रुखतिर काफल टिप्दैछौँ खाँदैछौँ है कति टिपिन्छ कति खाइन्छ अहिले देखाउँछु तपाईँहरूलाई है काफल खान्या कुइया मारौँला जुनकिरी सिसाको गोलीले लाग्दैछ बारुल्की पादै त कहाँ हुन्छ यताउने कुरा नगरौँ न यार सर काफल टिपिरहेको छौँ हामीले यहाँ गाइस नि काफल त बवाल छ कि काफल त बहुत पाके खायो काफल त हेर्नु त यहाँको काफल बवाल पाके खायो के कुरा गर्ने हो तल निचेतिर छन् के अरे काफलको गेडी कुटुक्कै काफल त छ क्या खतरा काफल त साँच्चै हो हाम्रो गाउँतिर पनि काफल टन्नै पाउँछ अनि यो कालीकोटमा पनि काफल पाउँदै रहेछ अलि ठिकै त्यति रसिलो त हुँदो रहेछ त्यही पनि अलि ठिकै छ कालो चाहिँ रसिलो छ कालो चाहिँ रसिलो हुँदो रहेछ रातो चाहिँ हुने रहन्छ भन्ने कुरा बुझियो कुरो बुझ्दाखेरि आमा काफल त माछा खाला खाइभरि छ काफल त होइन टिप्यो यही खाउँ अब गइजाउँला होइन धेरै भइसक्यो टिप्या काफल कति छन् यहाँ हाल्नु त यहाँ काफल टिप्ने टक्क यहाँ राख्ने होइन ल हेर्नुहोस् अब यहाँबाट फ्याट्टै काफल त धेरै पाकेको छ फल्या पनि छ ऊ टिप्न लगाइसक्यो ए बवाल
काला काला पाके खानु भन्दै हुनुहुन्छ उताबाट। काफलको दाना टिपेर खाना। हेर्नुहोस् त हेर्नुहोस् काफल त फलिरहेछ होइन, तर हेर्नुहोस् अब काफल यस्तो छ। मेरो दाइ चाहिँ उहाँ रुखमा दिए मजाले काफल टिपेर बस्न लाग्छन्। ऊ टिपेर खाइसके। ओखै के होला यस्तै खतरा टिपेर खाने यार। कोल्याप्स लगायत हामी काफल खाँदैछौँ यहाँ। दर्शकबिनहरू हो, बढिया बढिया काफल है इधर। बहुत दामी हामी दाजुभाइ छौँ काफल खान है। तपाईँहरूलाई काफलका रुख त छन्, काफल पनि छन् है यहाँ हेर्नुहोस्। ठ्याक्क अलि राम्रोसँग पाकेर हिँड्छन् क्या अनि पाँच खान। अहिले टिप्ने भन्ने कुरा त हुँदै हुँदैन। ट्याक्क पार्न पहिला अगन्जी खाने हो, अनि पछि टिप्ने हो। टिपेर अलिक थोरै लाग्नुपर्छ, नुन खुर्सानी लगाएर खानुपर्छ होइन। भाइ अहिले धेरै माथि गएछन्, धेरै माथि नजानु है। रुख यहाँ कर्णाली फेरि नजिकै छ। माछासँग भेट होला फेरि हाम्रो होइन। माछासँग भेट भने त बर्बाद छ यार। काफलका हाँगा भाँचिछन् क्या धेरै त्यसले। लिएर 10 रुपियाँ हामी काफल खाँदैछौँ है। कहाँ काफल खै खाऊ यार। टिप्ने त अलि हो देखाउने अलि पछि हो। माया भन्ने कुरो यो हो कि कालो कालो रहेछ अलि। ल हेर्नुहोस् काफलहरू टन्नकै सरासुरुङ्गी बासिरहन्। पाहाडतिर मानमा डाँडो काफलका घेरा ठ्याक्कै हो। मजाले खाने हो काफल अब। फलिया हो नफलिया होइन। राम्रोसँग पाकेको छैन कि काफल त। फल्न त बबाल फलेको छ। हाल्यो भने त उसाले फेरि काफल ल्याइदिनु है भन्दै फेरि काफल भिडियो बनाऊ। को उसा हो यार, को उसा हो कुरो। मेरो साथी छ क्या गाउँको, त्यही हो। केटो हो? केटी हो त केटो हो। ए केटी पो हो, म त केटो जस्तो भन्थ्यो त यार। कोइली बासेको छ कस्तो दामी रुखहरूमा, काफलको रुखमा गाइज। अब काफल धेरै राम्रोसँग पाकेर हुन्छ, अलि हरियो रहेछ होइन। डाँडाको काफल भएर होला। ल हेर्नुहोस् काफल या यस्तो छ काफल। अब हामी अब यो काफल खाँदैछौँ। कोइली बासिरहेछ, मनोरञ्जन दिइरहेछ। ल अब म्युजिकको तालमा ल हेर्नुहोस् काफल, कालीकोटको काफल। काफल छैन त खोइ। काफल रुखमा छ नि दाइ यार, काफल छन्। सुया डाँडामा सरेर कहिले हुन्छ यार काफल खानलाई। ऊ यहाँ सुन न, ऊ यहाँ त माथि डाँडातिर हेर्दै कस्तो दामी काफल रहेछ त्यहाँ। खाउँ न त्यो टिपेर। कहाँ गाह्रो होला यार, टेन्सन नगर न। म छु त यार, म छु त यार। म्युजिकको तालमा कोइली कराइरह। आर्मी बारीको त्यो बारीको गाइजहरू। आहा हरियो परियो छ आइजल, प्याउली फुलियो पला छ ठ्याक्क पारेर। काफलका रुखहरू ढुङ्गै छन् यहाँ। छैन काफल सकियो अब। यो काफल अगाडि चढेको एक थैलो कागज।
काफल भरेर लगिसक्यो दाइले। अलि हेर्नु यहाँ काफल हामी चिबेको काफल आजको ट्याक्क खिच्याएको छ नि। के छ ओ छ अब जाने हामी त्यहाँ हो। जाने अब हामी उहाँ त्यो घरहरू देखियो नि त्यहाँ मेरो दाइ झर्दैछन्। बाटो चाहिँ खतरा छ यार। बाटो खतरा छ। मेरो दाइ यहाँबाट झरेपछि फेरि वहीँ हो कर्णाली नदी उता देखिन्न अहिले यहाँबाट अलि तल गएको। ओ जान्छ